होइन किन अन्त अब दसैँमा पनि यस्तो गर्नु थाल्यो भन्दा त फेरि नलगाइदियो त्यसो भने टिका होस् क्या मान्छे दसैँ भने सबैजना भेला भएर यसो रमझम गर्ने खुसी लाग्ने त्यति बेला रुन थाल्यो भने के टिका रुँदैछ न त्यही त दसैँ बेला सबैजना भेला भयो खुसीले मनाउनु टिका लाउनु नलाउनु के फाइदा भयो त्यो बित्थामा रुएर मोटामोटी ठिकै छ नि सबैको यत्रो दुख झन् कोसिस गरेर दसैँमा कहाँ टिका लाउँदा कहाँ रुनुहुन्छ त त्यो मान्छे घरमा केही भएको जस्तो उहाँलाई पनि यसरी आजको दिनमा विजयदशमीको धेरै धेरै शुभकामना टक्राउँदै र हाम्रो काइला दाजुलाई आमाकोबाट आशीर्वाद साथै टिका लगाइ भइरहेछ र यता हाम्रो भूमिका ठुलो छोरी र यहाँ हाम्रो हुनुहुन्छ बाबा एकदमै यङ म्यान हो हाम्रो घरको चाहिँ यता यसले पनि टिका लगाइसक्यो अब मेरो टर्न छ मेरो भिडियो बना